मान्छे हो त देविकाले जमानादेखिको भिडियो हालेछ सिन्दुर हालेर चुम्मा चाटी गरेको दुनियाँ भिडियो हालेछ त यसको मैले दिएको त्यसले के भन्नु खोज्या हो नचिपेटा फर्सेला फुट्ने गरी हान्थ्यो मैले यहाँनिर बढी भएर देविकाले नै के अरे रमाले नै दिएन त्यसको बाबु के गर्दा त्यसले त्यो बतिलो ठाउँमा भएको भए यो बनाउँथ्यो त्यो देविकाको फोटो दिने पनि त त्यही राडी हो हामीलाई दिने अनि त्यो देविकाको उसको भिडियोहरू कुन जमानादेखि आएको देविकाले अनि यसले आएर मेरो नाम लिने आज आएर मेरो नाम लिने मैले भने रे भन्ने मैले पब्लिक गरेर भन्ने यसले कति बेला आएर सुताउँछ कति बेला चुम्मा चाटी गर्छ मैले यसको चाकामा सिसी क्यामेरा फिट गरेको छु मलाई के थाहा हुन्छ यसको विषयमा रमाले गरे भन्ने रमाले गरेर देविकाले कुन जमानामा भिडियो हालेछ तपाईँहरू देविकाको भिडियो गरेर सर्च गर्नु साथीहरू सबैजना गरेर देविकाको भिडियो सर्च गर्नु त यसले आएर अहिले मलाई दुनियाँदारी यो देविकालाई तान्नु त यहाँनिर देविका कुन जमाना हालेको तैँले भिडियो भन् त्यहाँनिर यसलाई मैले दिएको रे यसलाई यो मैले सुरुमा यसलाई यसको पब्लिक गरेको रे मैले यो कहिलेदेखिको यो बिग्रेर हिँडेको थियो तिमीहरू सबैजना खुलस्त बनाऊ त्यसलाई यस्तो कोही पनि न एकचोटि रमा चुप लाग्यो यस्तो कसैले दिएको होइन भिडियो चाहिँ कसैले हालेको युट्युबमा त्यही नै हाल्यो झिल्के नबोला त होइन यो ठुलो पर्दामा राख न त्यो के हुन्छ नि हेलो चलाएर हिँड्छु यार यसको लाइभमा जोसुकै छ चुम्मा चाटी सुनेन डोना मलाई के बाल परेर देविकाले भिडियो हालेछ देविका भन्छ रमा एकछिन चुप लाग्नु न देविकाले बोल्दैछ क्या सुने हैन रमा मैले दिएको डोनालाई फोटो गर्ले के गर्छ ल अनि मैले दिएको भनेर दुनिया गाली गरेर छ त्यहाँ हेर न त्यहाँ गाली गरे उचाल्ने भनेको त्यो मङ्गला हो मङ्गला भन्दा एक नम्बरको भिलेन त यहाँनिर भाउजूलाई पैसा दिदी केही भैँसीको रुममा पठाउने केही अनि अहिले त्यहाँ गएर लाज लाग्दैन यो मङ्गला भनेको कस्तो खेलाडी आइमे रहेछ यार अबै मैले त अहिलेसम्म केही नभनी बसेको संकटमा मेरो नाम लिएर मलाई पो गाली खाइरहेछ रमाले गर्दै गाली खाएर त तिमीले देविका भाइले सर्च गर्न जाऊ कुन जमानामा यसको चुम्मा चाटी गरेको सिन्दुर पोते गरेको भिडियो हालेछ देविका तिम्रो त्यो आइडी चेक गर्न पठाऊ सबै भ्युअर्सलाई मैले प्राइभेट गरेछु त्यो भिडियो किन अब त्यो देखिन्छ कि आफ्नै दाइको बेइज्जत हुन्छ भनेर मैले प्राइभेट गर्नु सबै पब्लिक गरेर किन प्राइभेट गर्नु तिमीले कुन जमानामा हालेको कुरा यो रमाले गरेको रमाले फर्स्ट टाइम रमाले चिनेको होइन फर्स्ट टाइम तिमीले चिनेको यो यसलाई म त अहिले भर्खर जोडेको होइन मेरो नाम किन आइरहेको छ यहाँनिर होइन रमाले दिएको होइन मैले दिएको सब फोटो मसँग थिएँ यो अनि हाम्रो नाम लिने यस्तो यसले मलाई मेरो चरित्रमा अमला उठाइसकेपछि मैले दिएको फोटो चाहिँ ल मैले दिएको नगरे के यो एडिट गरेको फोटो चुम्मा चाटी गरेर त्यसलाई लाज भएन रमाले भन्न लाज भयो रमाले देखेको त्यो चुम्मा चाटी गरेको मैले मङ्गलालाई भन्दैछु अझै पनि नबोल हेर मङ्गला तैँले पनि हरेक कुराहरू मलाई भनेको छस् तेरो पनि कुरा खोलिदिन्छु नबोल भनिरहेको छु उचाल्ने काम नगर है रमा मैले भने सावित्री भाउजू माथि हेरिरहनु भयो होइन मैले अझै पनि सम्मान गरेर साथी होस् म त्यहाँ सुनिरहेको छु तँ उचाल्ने काम नगर सिधै कुरा मैले भनिदिएको छु भाउजूलाई उचाल्ने घर भरालाई उचाल्ने भनेको केही पनि भनेको छैन उता गर त होइन नभन्नु केही पनि नबोल भनेको मङ्गलालाई चाहिँ मैले मङ्गलाले केही भन ल यो फोटो मैले दिएको रे यसलाई यो चुम्मा चाटी गरेर हिँड्ने दुनियाँको छ नि त दुनियाँको पेपर हाल्दै नि यो अनि अर्काले दिएको भन्ने तिमीले कुन जमानामा यसको भिडियो हालेको थियो तिमी मैले 1 वर्ष अगाडि हालेको अनि यसको मैले दिएको हुने यसले कति बेला चुम्मा चाटी गर्छ कति ल्याप चाट्छ कति बेला सुत्छ कति बेला छिराउँछ सबै मलाई थाहा हुन्छ यसले मैले भनेको भन्ने यसले सुत्ने बेला मेरो चुम्मा चाटी गर्ने बेला मलाई राखेको त्यहाँनिर अनि रमा दिदी म बोल्छु छोड्दिनु त्यहाँ म बोल्छु यहाँ सुन्नु हेर्नुहोस् आज त्यसले यहाँ मेरो कोठामा आएर त्यसलाई फोन गरेर तेरो स्वास्नीलाई पुलिस चौकी लगेर डिभोर्स दिन्छ कि दिन्न भनेर त्यसले फोन गरी तँ रन्डीले त्यसलाई डिभोर्स दिए भनेर फोन गरी मलाई पुलिस चौकी लिएर गयो अहिले म भोलि 7 बजे के अरे 8 बजे मलाई दिदी जेलमा कोदिनु अति गरेर मुला खातेले नि हाल्दिनु जब यसै नभएको उसै नभएको हाल्दिनु जाउले खेल्न बोलाए दिदी मैले आज कति 20 दिनमा आज 1 किलो मासु लिएर आएको मेरो छोरो हेर्नुस् यहाँ मेरो छोरो कस्तो भएर बसेको छ खाते अति गर्दै राडीलाई मार्नु पर्छ के यो भिखारी यो भैँसीलाई मार्नु पर्छ अनि मात्र शान्त हुन्छ तपाईको क्यूआर पठाइदिनु त भाउजू मलाई गरेर बसिरहेको छ बेच्छ त ओइ भाउजू मेरो छोरो कस्तो भएर बसेको छ अहिले म अहिले
13 वर्षको स्वास्नी हो भन्नु सक्नुहुन्न त्यो खातेलाई किन दिनु पर्यो सिक्री दिनु रन्डीलाई पुलिस चौकीमा निकुटेको मलाई आज भन्ने राडीले अनि पुलिसले के भनेन पुलिसले मैले जाउला हेल्पमा एसएससी साहेबलाई फोन गरेँ अनि फोन गरेपछि मलाई 8 बजे गर्नु भनेछ म भोलि हेडक्वार्टरसम्म पुग्छु म मलाई मिना बानिया झिकाएर केस दर्ता गर्नु पर्यो यो फोटोहरु क्लिप देखेर यो फोटोहरु सोना सबै म पठाइदिन्छु अर्को भिडियो छ म पठाइदिन्छु भाउजू अर्को भिडियो छ मसँग पठाइदिन्छु तपाईँ भोलि केस हाल्नु दुईजनालाई हाल्दिनु खाता नम्बर पठाइदिनु पैसा आउँछ अहिले खाता नम्बर यहाँ मलाई खाता नम्बर पठाइदिहाल्नु त यहाँ मलाई फलो गरेर खाता नम्बर मलाई यति गरेको छ आज मलाई यति मेरो छोरा छोरी पुलिस चौकीमा गएर रुँदाखेरि मलाई यति भएको छ म आज ढुन्डेर राणीकी छोरी मरै मिना बानिया खादिनी भालु मर बरु मासाला मादरचुत भालु तैले गर्दा सबै देविकाले देविकाले यत्रो भिडियो यत्रो फोटो हाल्दा छ देविका म भन्दा अगाडिदेखि साथी छ अहिले रमाको नाम रमाको राम्रो रमाको नाम रन्डी हो त्यसले चाहिँ जति बेला मेरो नाम लिने रन्डी भने ताला मेरो भागको कोडा मलाई चिनेको छैन भाउजू खाते नि दुनियाँको पोइ बराल्दै हिँड्ने दुनियाँको पैसा सुत्दै हिँड्ने राँडी अनि मेरो नाम लिएर बस्ने मलाई पब्लिकमा नराम्रो बनाउने राँडी त गतिले भएर हिँड्न राँडी तँलाई कसले छुन्छ दुनियाँलाई रुवाउँदै हिँडेछ राँडी दुनियाँको ओछ्यान जोसँग तयार हुने राँडी तेरो सबै कुरा भन्नु पर्यो राँडी मैले तेरो तिमी चुप लागेन म बोल्छु त्यो कुरामा भाउजू तपाईको खाता नम्बर पठाइदिनु देविका तैले फोटो राख्छ तैले भिडियो राख्छ यसको दुनियाँ भाउजू एकछिन है रमा प्यारी तपाईँलाई मैले म्युट गरेँ नरिसाउनु है यो के अरे भरतको स्वास्नी के अरे श्रीमती सिस्टर र एकछिन म के भन्छु भने नि आज तेरी आमाको जात्रा हेर एउटा नारी रुएर झुन्डेर मर्यो भने केही भयो भने तँहरू जिम्मेवारी हुन्छस् नि त मिनाको त रखेलहरू नि साला छाला व्यापारको पछि लागेर तँहरू यहाँ नराम्रो कमेन्ट गर्छ मैले त्यतिकै बोलेको होइन के एउटा नारीलाई यसरी दिनदिनै पिल्छाएर राखेको छ भने तेरो छालालाई चाहिँ के भन्छस् ल भन् भाउजू एउटा कुरा सुन्नु त तपाईको त खाता नम्बर पठाइदिहाल्नु त मेरो खाता नम्बरै छैन कसैको त पठाइदिनु निकाल्न मिल्छ तपाईँले निकालेर दिन्छन् क्या त्यो विश्वासिलो मान्छेको पठाउनु न मलाई इनबक्समा तपाईँको खाता नम्बर र नम्बर हालिदिनु त्यहाँ भोलि पैसा आउँछ के बोलेको यो बोलेको भराते थुक्का के बोलेको भरते यहाँ यो कमेन्ट कुन तरिकाले गरिस् तेरो घर होइन तेरो केही होइन कुन तरिकाले गरिस् ल भन् के खा रे हुन त चेलीबेटीलाई रहेछ भाउजू त अब घर हानेर बसेको छ हेर भरा त है धेर चुमु नगर राम्रोसँग बस्छ नि बस त्यस्तो शब्द चाहिँ नबोल है प्लिज मैले भन्दै सत्य जित्नु हुन्छ होइन सत्यमा माथि नजान्नुहोस् है भाउजू कसैको क्युआर पठाइदिनु है मलाई भैँसीले चिल पारामा अरूले खान्छ भने तपाईँलाई हेल्प गर्ने मान्छे छ नि यहाँ मलाई पठाइदिनु यस्तो हो कि ल यो नराम्रो त्यो हुन्छ नि त्यो आफूले लाइफ लिएर जानु आफ्नो लाइफ पनि हेरेर नानीको लाइफ जानुहोस् होइन अनि बाँकी भनेको अब अनि भैँसीले फोन गरेर चौकी लैजा भन्न कत्रो आँट आएको त भैँसी राँडी ओइ राँडी तेरो कत्रो दम है भालु कत्रो दम मासला खातिनी बच्चा धानेर बसेको छ मासला भालु मादर चुत रन्डी तैँले गर्दा जिन्दगी बर्बाद भएको छ थाहा छ बोल्छेस् नेपाल आइज भन्छेस् नेपाल आएर तेरो तँलाई त चौकी हालिदिन चाहिँ मेरो मुख हात थुक्दे बुझिस् खातिनी भालु ठुला कुरा गर्छेस् मेरो बाबामा खानदानी रे तेरो कारणले गर्दा मेरो फ्यामिली बदनाम भएको बुझिस् भालु जतिखेर नि रौजेस् एउटा घरमा बसेको नारीलाई जतिखेर नि एउटा बच्चाको आमालाई रौजेस् भालु आसाला खातिनी यो फेब्रुअरी भ्यालेन्टाइन डेको दिन फोटो खिचेको भालुले भालु आफ्नो घरको नानीलाई छोडेर अर्काको दुईटा त्यति राम्रा बालबच्चाको मुख मुसेर कुमारका बालबच्चा अहिले बिजोक रोडमा आएका छन् अहिले फेरि मेरो फ्यामिलीलाई रोडमा ल्याउँछस् भालु नरोइकन बोल्नु भाउजू क्युआर पठाइदिनु मलाई कसैको त्यहाँनिर छिटो भालु ठुलो कुरा गर्छ